हेलो नमस्ते सबैजनालाई है सेवन्ने सेवारो तपाईँहरू सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानल फेसबुक पेजमा र आज भने चाहिँ हामी कहाँ छौँ भने हाम्रो माङखिममा छौँ र आज चाहिँ हामी माङखिममा चाहिँ यल्लुदुङको पर्व मनाउन गइरहेछ है त र यहाँ चाहिँ अहिले सबैजनाको तयारी चलिरहेछ र तपाईँहरूलाई देखाउने छु म यहाँ चाहिँ अहिले ढोलको तयारी चलिरहेछ है र यल्लुदुङको लागि यहाँ सबैजनाले भेटहरू चढाइरहेछ है त यल्लुदुङको बेसिकली के हो भन्दाखेरि चाहिँ हाम्रो राईहरूको चाहिँ नयाँ साल है अरूको जसरी नयाँ साल मनाउँछ त्यसरी नै हाम्रो राईहरूको पनि नयाँ साल मनाउँछ है त आजको हाम्रो उधौली पूजालाई चाहिँ अब तपाईँहरूले म बुढै भए तापनि म तपाईँहरूलाई माङ्पा भनेको चाहिँ एउटा पुरोहित हो पुरोहितको रूपमा तपाईँहरूलाई मान्छ मेरो तिम्रो नातिनीहरू हो मेरो बहिनी त्यसले गर्दाखेरि आजको जे जस्तो हुन्छ आजको उधौली पूजा चाहिँ तपाईँहरू दुईजना कमलाले अलिकति गरिहाल्यो हो सिनियर मान्छे छ बसेको छ त्यसले गर्दा चाहिँ आजको काम सुरु गर्नु ल के छ भने आज हाम्रो यो माङ्खिम उधौली पूजा प्लस यल्लुदुङ पनि हाम्रो नयाँ साल हाम्रो किराँती यसको अस्ति माघ एक गतेदेखि चाहिँ हाम्रो यल्लुदुङ हुन्छ नयाँ साल लागेको त्यो समयलाई हामीलाई थाहा छैन है हामी पुरा कुरो हामीले भुलिसकेको छौँ आज हामीले आफ्नो भाषा त भुल्यौँ आफ्नो आइङ भनेको आफ्नो कुरा त भुल्यौँ तर आज हाम्रो आइङ अब हामीले कहिले पनि भुल्नु हुँदैन है आज मैले धेरै देखेँ मेरो आफ्नो भेषभूषामा आएको छ कतिजना आएन पनि यो हामीले यो किनेको छौँ नि त कहिले लाउनु पर्ने आज हो नि त आज यो साबुन कहिले लाउनु पर्ने आजको दिनमा लाउनु पर्ने र यहाँनिर मैले धेरै कतिजनाको मैले सिभिल ड्रेसमै देखेँ हो छनु छ उनीहरूले किनेको छ मलाई याद छ तर आज लाउनु पर्ने नलाइकन आयो ल है अहिले चाहिँ यल्लुदुङको पूजा सकेर हामी चाहिँ खाना खानु जाँदैछु है हाम्रो सानोबडे यल्लुदुङको पर्व नयाँ वर्षको पर्व चाहिँ यतिमै समाप्त भन्दा पनि अब खाना खानु गइरहेछु है सकियो भनौँ सबैहरूलाई कस्तो लाग्यो के लाग्यो भिडियो है लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला र आउँदो भिडियोलाई पनि हेर्नुको लागि चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला है त फेसबुक पेजलाई पनि सब्सक्राइब गर्नु होला है त
हेर्दै गर्नुहोस्, मन पऱ्यो भने सेयर पनि गर्नुहोस्।